जसरी मैले तपाईँलाई बताएको थिएँ म चाहिँ आज कतै जाँदैछु भनेर अनि म चाहिँ कहाँ जाँदै थिएँ भनेदेखि रिभोई डिस्ट्रिक्ट। अनि यो बाटोहरू तपाईँलाई देख्दाखेरि चाहिँ एकदम चिनेको लाग्छ होला, किनभने मैले आफ्नो ब्लगमा देखाइरहेको छु। हामी चाहिँ पुगिसकेको छौँ उम्नियाम लेक। अब चाहिँ हामी पुगिसकेको छ यो गाउँ, जुन गाउँमा हामी जाँदै थियौँ। अनि यो गाउँको नाम चाहिँ सुमेर 4 नम्बर हो। अनि यहीँनिर चाहिँ हामी सेवाको लागि हामी आएका छौँ। अब चाहिँ हामी पुगिसकेको छौँ आफ्नो चर्चको छेउमा। अनि अलिकति पर गयो भनेदेखि चाहिँ हामीको चर्च आउँदछ। अनि परमेश्वरको वचनले भन्दछ है, उहाँको दिनलाई चाहिँ, परमेश्वरको दिनलाई चाहिँ हामीले परमेश्वरलाई दिनुपर्छ। अनि आज चाहिँ हामीलाई उहाँले यहाँ बोलाउनु भएको कारणले हामी आएका छौँ है। अनि यहाँ चाहिँ आराधना सुरु भइसकेको छ। अनि एकदमै राम्रो तरिकाले उहाँहरूले चाहिँ परमेश्वरको आराधना गर्नुभयो। अनि यहाँनिर वचनको समय भइसकेको छ। अनि पास्टर बुवाले वचन दिनुहुँदैछ। अब सेवा सकेर चाहिँ हामी सबैजनासँग भेटघाट गरेर अनि एकअर्कालाई जय मसी भनेर अब चाहिँ हामी फर्किँदैछौँ। अनि तपाईँले देख्नु सक्नुहुन्छ है, अब चाहिँ हामी गाडीमा बसेर आफ्नो घर जाँदै थियौँ। अनि दिदीले चाहिँ हामीलाई फेरि पनि उहाँको घरमा बोलाउनु भयो। अनि उहाँको घरमा जाँदाखेरि चाहिँ डगी हेर्नुहोस् न, कस्तो युनिक कलर अनि कस्तो मजाको डगी है। अनि यहाँनिर चाहिँ मैले उहाँलाई फुल लगिदिएको थिएँ अनि एक्सप्लेन गर्दै थिएँ कसरी रोप्नुपर्छ भनेर। अनि खानासाना खाएर अब हामी फर्किँदैछौँ। अनि हेर्नुहोस् न सनसेट कस्तो राम्रो देखेको है यो भ्यू। अनि गाडीमा चाहिँ साँझ भएकोले गर्दा जाडो भइरहेको थियो। अनि म चाहिँ सल ओर्दै थिएँ। अनि यहाँनिर मेरो साथीले चाहिँ मेरो भिडियो बनाउनु हुँदै रहेछ है। अनि आजको भिडियो तपाईँलाई कस्तो लाग्यो भनिदिनुहोस्। थ्याङ्क यू फर वाचिङ।